नमस्कार सम्पूर्ण मेरा मित्रहरूमा। म घोराई उपमहानगरपालिका वडा नम्बर 13 चङ्खेरी टोलमा छु र यो चङ्खेरी टोलमा 2074 सालमा स्थानीय निर्वाचन भइसकेपछिका भए गरेका यस टोल विकास संस्थाभित्रका विकास योजनाहरू के कस्ता छन् र के कस्ता रहे भन्ने कुरा म तपाईहरुलाई जानकारी गराउँदै छु। 74 सालमा रविलाल घरती मगर वडा अध्यक्ष दाइको टिम विजेता भइसकेपछि पहिलो पटक घोराई 13 चङ्खेरी टोलमा 1,50,000 को योजना विनियोजित भएको थियो र उक्त रकमलाई चाहिँ हामीले पिउने पानीको ट्याङ्की निर्माण गर्न यसरी सदुपयोग गरेका थियौं र यो अहिले पनि सुचारू छ। योबाट पिउने पानीको समस्या चाहिँ समाधान भइराखेको छ। 2075 सालको योजनामा घोराई 13 को वडा कार्यालयले फेरि पनि हाम्रो चङ्खेरी टोलको लागि 1,50,000 योजना विनियोजन गर्यो र सो रकमबाट हामीले यो ट्याङ्की निर्माण गर्न सकेका थियौं र यो अहिलेसम्म पनि सुचारू भइराखेको छ। हजुरहरू देख्न सक्नुहुन्छ मजाले यो ट्याङ्की फुल भएर पनि पानी चाहिँ यहाँबाट ओभरफ्लो भएर बग्दै छ। यसले पनि पिउने पानीको हाम्रो समस्यालाई चाहिँ केही हदसम्म हल गर्न सकेको छ। तपाईहरु यहाँनिर यो पुरानो ट्याङ्की देख्दै हुनुहुन्छ। यो करिब 64-65 तिर निर्माण भएको हो र सबैभन्दा पुरानो ट्याङ्की यही हो हाम्रो टोलमा। योभन्दा पछाडि करिब 3 वटा अरु ट्याङ्कीहरू थप बनाइएको छ। जनसङ्ख्या वृद्धिका कारण पानी अभाव हुने भएकाले ट्याङ्कीहरू थप्दै गएका हौं र यो ट्याङ्कीसम्म आइपुग्ने पाइप चाहिँ धेरै टाढाबाट आएको छ। यहाँदेखि करिब 1 किलोमिटर माथिबाट उ पछाडि देखिने पहाडको छेउबाट आएको छ र त्यो पाइप ब्लक भएका कारण हामीले 2076 सालमा चाहिँ वडाबाट 1 लाख अनुदान पाएका थियौं र त्यो 1 लाखले चाहिँ 315 मिटर पाइप खरिद गरिकन यो ट्याङ्कीसम्म ल्याउनलाई हामीले प्रयोग गरेका थियौं। अनि लगत्तै 2077 सालमा पिउने पानीको अभाव सिर्जना नहोस् भनेर हामीले फेरि अर्को ट्याङ्की चाहिँ निर्माण गरेका थियौं, जो चाहिँ पुरानो ट्याङ्कीबाट ओभरफ्लो हुने पानीलाई चाहिँ यता जम्मा गरेर पिउने पानीको लागि प्रयोग गर्नका लागि हामीले यो निर्माण गरेका थियौं। यसको लागत चाहिँ 1 लाख मात्रै हो र 1 लाख योजनामा करिब 1 मिटर उचाइ भएको ट्याङ्की बन्ने भएको थियो। तर हामी सबै खानेपानीका उपभोक्ताहरू मिलेर श्रमदान गरिकन यसलाई चाहिँ हामीले करिब 6 फिट उचाइमा लगेर यसमा पानी सञ्चय गरेर अहिलेसम्म पनि हामीले पिइराखेका छौं। 2078 सालमा चाहिँ चङ्खेरी टोलमा सिँचाइका लागि वडा कार्यालयले 1,50,000 योजना विनियोजन गरेको थियो र सो रकमलाई हामीले यसरी प्रयोग गरेका थियौं, जो अहिलेसम्म पनि सञ्चालनमा आइरहेको छ। यो यहाँबाट करिब 400 मिटर टाढाको दूरीमा रहेको छ र हामीले 1,50,000 ले करिब 400 मिटर यो पाइप मार्फत सिँचाइ आपूर्ति गर्न यो पाइप खरिद गरिकन हामीले चाहिँ सिँचाइ व्यवस्थापनका लागि हामीले काम गरेका थियौं र यो अहिलेसम्म पनि हामीले प्रयोगमा ल्याइरहेका छौं। 84 मा निर्वाचित पदाधिकारीहरू काम गर्दा गर्दै 79 आएको पत्तै भएन। 79 मा फेरि स्थानीय तहको निर्वाचन भयो र आदरणीय डुलुराम पोखरेलज्यू अध्यक्ष पदमा निर्वाचित भई आउनुभयो र उहाँले 79 पछि यो घोराई 13 चङ्खेरी टोलको सडक स्तर उन्नति सँगै नाला निर्माणको लागि 2,50,000 रुपैयाँ विनियोजन गर्नुभएको थियो र सो रकमबाट हाम्रो सडकको नालाहरू निर्माण भए। 2080 सालमा चाहिँ आदरणीय दाइ केशव गिरीको पहलमा घोराई उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालयको 12औं नगरसभाबाट योजना संशोधन गरी 1,50,000 रुपैयाँ पिउने पानीको पाइप खरिद गर्न उहाँले पहल गर्नुभयो र यो धेरै टाढाबाट 1800 मिटर पाइप खरिद गरिकन हाम्रो चङ्खेरी टोलका टोलवासीहरूलाई शुद्ध पिउने पानीको
सहजताको लागि हामीले यसरी यो पानी लिने काम गरेका थियौँ र यो पानी अहिले पनि यहाँका टोलवासीले मजाले ढुक्कसँग प्रयोग गरिराखेको अवस्था छ। 2081 सालमा 13 नम्बर वडाले हाम्रो यस टोलको लागि कुनै पनि योजना विनियोजित नगरेकोले हामी घोराई उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालयमा हामी गएर राजीव राज हौजाली सहितको टिम गएर यो कल्भर्ट निर्माण गर्नलाई 5,10,000 माग गरी आएका थियौँ र सो रकमले यहाँनिर कल्भर्ट निर्माण गरेका थियौँ। 2082 सालमा 13 नम्बर वडाले कुनै पनि बजेट चङ्खेरी टोलको लागि छुट्याएन भने 83 मा पनि हाम्रो 13 नम्बर वडाले कुनै पनि योजना विनियोजन गरेको छैन भने हामीले घोराई उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालयमा गएर राजीव राज हौजाली, केशव गिरी, चूर्णपुन र प्रेम बुढासँगै धेरै आदरणीय व्यक्तित्वहरूको साथमा हामी त्यहाँ पुगेर हामीले योजनाहरू चङ्खेरी टोलको लागि ल्याउने काम गरेका छौँ, जसमध्ये 18 लाख रुपैयाँ हाम्रो चङ्खेरी टोलको लागि विनियोजन भएको छ। धन्यवाद।